नमस्कार। कर्णाली प्रदेश यानी कि अत्यन्त सम्भावनाले बोकेको प्रदेश, तर विकासले जोडिन नसकेको कर्णाली प्रदेश। कर्णाली प्रदेश खोला नाला, प्राकृतिक स्रोत साधन र संस्कृतिले अत्यन्त प्रचुर सम्भावना बोकेको प्रदेश हो। तथापि सरकारको आँखाबाट सदैव पछाडि परेको छ। सरकारको दृष्टि लाग्न सकेको छैन र सरकारले आफूसँग जोड्न सकेको छैन। चाहँदा चाहँदै भनौँ या नचाहेर भनौँ, त्यहाँका नदी नाला, ताल तलैया, प्राकृतिक स्रोत साधन र पर्यटकीय हिसाबले पनि प्रचुर सम्भावना बोकेको कर्णाली प्रदेश र जडीबुटीले पनि अत्यन्त धनी कर्णाली प्रदेश, जसलाई अझै पनि राम्रा सुविधा सम्पन्न बाटाघाटाहरूले जोड्न सकेको छैन र त्यहाँको संस्कृतिलाई एउटा नयाँ उचाइमा लिएर जान सकियो भने पर्यटनको लागि अत्यन्त प्रचुर सम्भावना बोकेको प्रदेश हो। अत्यन्त पछाडि परेको छ या पछाडि पारिएको छ। अबको सरकारले एउटा गुरु योजना नै बनाएर कर्णाली प्रदेशलाई माथि उठाउन जरुरी छ र अबको सरकारबाट आशा पनि जनताले धेरै गरेका छन्। त्यसकारण पनि कुन प्रदेशहरू पछाडि धेरै परेका छन् त्यस्ता प्रदेशहरूको पहिचान गरी सरकारले त्यस्ता प्रदेशलाई अगाडि बढाउन जरुरी छ। र कर्णाली करिब करिब अझैसम्म पनि धेरै पछाडि परेको छ। विकास निर्माणले पनि अत्यन्त पछाडि परेको छ। त्यहाँका कृषि उपजहरू, हामीहरूले अरबौंको स्याउ आयात गर्छौं, तर त्यहाँ फल्ने स्याउ भर्खर काठमाडौँमा आइपुग्न थालेका छन् र देशका अन्य भागमा भर्खर जनताहरूले खान थालेका छन्। अत्यन्त राम्रो सुविधा सम्पन्न जब बाटो बनाइन्छ, त्यो बाटो बन्यो भने त्यहाँका कृषि उपजहरू जनताले 2-3 दिनभित्र देशभरिमा खान पाउनेछन्। त्यसरी सरकारले एउटा गुरु योजना बनाएर अगाडि बढेर काम गर्नुपर्नेछ। काम द्रुत गतिमा गर्नुपर्नेछ। सरकारको विरोध गरेर, सरकारलाई अल्झाएर, सरकारलाई बल्झाएर र सरकार पनि आफै त्यस्ता विषयवस्तुमा लतारिएर पछाडि परेर अब समयलाई खेर फाल्नु छैन। अब समयलाई अत्यन्त उपयोग गर्नु छ। समयको दुरुपयोग नगरौँ, किनभने हामीहरू धेरै पछाडि परिसकेका छौँ। त्यसकारण पनि सरकारले धेरै कुराहरूमा चौतर्फी नजर राख्दै, चारैतिर आँखा लगाउँदै र अत्यन्त सुझबुझका साथ अगाडि बढ्न र सम्पूर्ण क्रियाकलापहरू कानुनमा टेकेर गर्न जरुरी छ। र कर्णालीलाई दृष्टिमा फरक त आएको छ, तथापि त्यहाँको विकासले अझै पनि गति लिन सकेको छैन। हो, कर्णालीमा अत्यन्त बौद्धिक व्यक्तित्वहरू पनि जन्मिनु भयो र त्यो बेला पनि कर्णाली चर्चामा थियो। कालीकोटमै राष्ट्रगुरु योगी नारायणनाथको जन्म भयो र उहाँले देशभरि एउटा देशलाई जगाउने काम चाहिँ गर्नुभएको थियो र उहाँलाई पनि कर्णालीले यानी कि सम्पूर्ण सुदूरपश्चिमले सम्झिनुपर्छ र उहाँको बारेमा पढाउनुपर्छ, उहाँको इतिहास लेख्नुपर्छ र उहाँलाई पनि बेला बेलामा जगाइराख्नुपर्छ। यसै पनि राष्ट्रगुरु योगी नारायणनाथ भनेको सम्पूर्ण नेपाल र सम्पूर्ण नेपालीको लागि महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। तथापि उहाँको ज्ञानको समुचित उपयोग चाहिँ देशले अझै पनि गर्न पाएको छैन र गरेको छैन। तथापि अबका नयाँ बौद्धिक व्यक्तित्वहरूले चाहिँ यो विषयमा पनि कुरा उठाउन र यतातिर पनि ध्यान दिन जरुरी छ। र स्वयं कर्णालीवासी, सुदूरपश्चिमवासी
ले त यो विषयमा जोडदाड माग गर्न र जोडदाड रूपले कुरो उठाउन जरुरी छ। कृपया भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। र कर्णालीका अत्यन्त बहुमूल्य जडीबुटीहरू, तिनको समुचित विकास, उपयोग हुन अझै पाइरहेको छैन। त्यसलाई अध्ययन अनुसन्धान गर्दै त्यसको समुचित विकास गरौँ र समुचित उपयोग गरौँ। त्यसले पनि कर्णाली चाँडै अगाडि बढ्न सक्छ। त्यहाँका नदी नालाबाट विद्युत निकालौँ, एकदम द्रुत गतिमा अगाडि बढेर काम गरौँ। त्यहाँबाट पनि कर्णालीलाई धेरै चाँडो अगाडि बढाउन सकिन्छ। र सबैभन्दा कर्णालीमा स्याउ खेतीले कर्णालीलाई, देशलाई नै एउटा स्वावलम्बी र देशको पैसा देशमै रहने एउटा अत्यन्त महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुन सक्छ कर्णालीको स्याउ। किनभने हामीहरूले वर्षेनी अरबौंको स्याउ खान्छौँ, तर कर्णालीको स्याउ यसै खेर जान्छ। त्यसकारण बाटाघाटाहरू अत्यन्त राम्रा बनाऊ र त्यहाँका कृषकलाई तालिम दिउँ, समुचित ज्ञान दिउँ र अगाडि बढाउँ। कर्णाली सम्भावनाको खानी भएको प्रदेश हो। त्यसैले पनि कर्णालीमा लगानी गरौँ र कर्णाली प्रदेशलाई अगाडि बढाउँ। भिडियो मन परे लाइक, शेयर, सब्स्क्राइब गर्नुहोला। र कर्णाली सुदूरपश्चिम प्राकृतिक स्रोतले अत्यन्त सुन्दर, पर्यटकीय हिसाबले अत्यन्त सुन्दर, हेर्नै पर्ने र जानै पर्ने ठाउँहरू एकपटक घुमौँ, हेरौँ र त्यहाँका राम्रा कुराहरू देशभरिकै, कर्णाली प्रदेश मात्र होइन कि देशैभरिका अन्य प्रदेशहरूका पनि राम्रा कुराहरू अगाडि लिएर आउँ। एकले अर्कोलाई सूचित गर्दै जाउँ र सम्पूर्ण सबै अगाडि बढौँ। कृपया भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोला। हवस् त, धन्यवाद, नमस्कार।